एकपटक नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल सेनाको कुरा सुन। उहाँहरूको हिसाबमा म 34 वर्ष 35 वर्षको भारी बोकाइदिनु भएको छ हैन। उनले राजनीति सुरु गरेको धेरै वर्ष पनि भएको छैन। सायद गगन थापा सभापति भइसकेपछि अलिकति सक्रियता चाहिँ उनको बढ्यो। वास्तवमा उनी आफै 34 वर्षका छन्, तर उनलाई पनि एउटा 35 वर्षको एउटा चाहिँ भाष्य चाहिँ प्रयोग गरेर उनलाई चाहिँ तिम्रा चाहिँ नेताहरूले 35 वर्षमा के गरे भन्ने भाष्य चाहिँ एकदम बारम्बार चाहिँ प्रयोग गरे। त्यो पीडा यहाँ चाहिँ उनले पोख्दैछन्। यो 35 वर्ष, वास्तवमा यो 35 वर्ष भन्ने शब्द जुन चाहिँ प्रयोग गरिन्छ नि, जसले प्रयोग गर्दछन् नि, वास्तवमा तिनीहरूको एकपटक इतिहास हेर्यौँ भने सबैभन्दा बढी त्यो 35 वर्षमा बढी चाहिँ लाभ लिएका व्यक्तिहरू जो चाहिँ हिजो प्रचण्ड, शेरबहादुर, एमालेको चाहिँ छत्रछायामा उनीहरूको हनुमान भएर उनीहरूको चाहिँ एउटा प्रदेश एउटा शक्तिको आधारमा जो लाभ लिन सफल भए, उनीहरू नै अहिले चाहिँ राजसभामा अवसरको खोजी गर्दै जाँदा राजसभामा पुगेका छन् र उनीहरूले नै बढी चाहिँ प्रयोग गर्ने चाहिँ शब्द हो यो 35 वर्ष। यो 35 वर्षको भाष्य प्रयोग गर्नेहरू एकपल्ट चाहिँ इतिहास हेरौँ, विगत हेरौँ र यिनीहरूले प्रयोग गर्ने अर्को शब्द भनेको झोले हो। वास्तवमा उनीहरू नै कहिले चाहिँ एमालेको, कहिले काङ्ग्रेसको, कहिले माओवादीको झोला बोकेर, झोला त के हुनु अझ बोरै बोकेर चाहिँ सबैभन्दा बढी लाभ लिए। उनीहरू चाहिँ यो भदौ 24 पछाडि चाहिँ राष्ट्रपतितिर लागे, जहाँ चाहिँ पुरानो पार्टीमा बसेर चाहिँ अब त्यो चाहिँ लाभ लिन सकिन्न भन्ने चाहिँ अवस्थाले उनीहरू चाहिँ लागेको देखिन्छ धेरै जसो। वास्तवमा यस्ता शब्द प्रयोग गर्नेहरू न उनीहरू तर्क गर्न सक्छन्, उनीहरू न बहस गर्न सक्छन्, न चाहिँ उनीहरू चाहिँ कुनै वैचारिक रूपमा चाहिँ सबल छन् र बौद्धिकता नभएकाहरूले चाहिँ प्रयोग गर्ने शब्द यो देखिन्छ। यो झोले शब्द, यो 35 वर्ष भन्ने चाहिँ शब्द वास्तवमा एउटा सामान्य एउटा पार्टीमा आस्था राख्ने, जो चाहिँ एउटा विचारको चाहिँ एउटा लडाइँमा छ, आस्था मात्रै राख्छ, उसले चाहिँ कहिले पनि पार्टीको पछि लागेर, नेताको पछि लागेर कुनै पनि लाभ लिएको छैन, त्यस्ता व्यक्तिहरूलाई पनि चाहिँ झोले भन्ने, यो विचारको आधारमा, आस्थाको आधारमा झोले भन्ने जुन प्रवृत्ति छ नि, यो प्रवृत्ति चाहिँ एकदमै गलत छ। तपाईँहरू चाहिँ सामाजिक सञ्जालतिर हेर्नुहोस् अथवा बाह्य चाहिँ स्पिचहरूमा हेर्नुहोस्, वास्तवमा यस्ता चाहिँ शब्दहरू प्रयोग गर्ने भनेकै हिजो भदौ 23 गते बेलुकासम्म पनि केपी ओलीकै चाहिँ पक्षमा चाहिँ लागिरहेको एउटा मान्छे 24 गतेको माहौल पछाडि अब चाहिँ अब एमालेबाट, काङ्ग्रेसबाट अथवा माओवादी केही समयको लागि लाभ लिन नसक्ने अवस्था भयो भनेर एउटा लहरमा, एउटा भेलमा राष्ट्रपतितिर जो प्रवेश गरेको छ, उनीहरूले बढी चाहिँ यस्ता चाहिँ शब्दहरू चाहिँ प्रयोग गर्छन्। एकपटक चाहिँ तपाईँ पनि चाहिँ विश्लेषण गर्नुहोस्, सामाजिक सञ्जाल हेर्नुहोस् अथवा कतै चाहिँ भाषणमा हेर्नुहोस्, अन्तर्वार्ता हेर्नुहोस्, प्रायः चाहिँ यस्ता चाहिँ उग्र मान्छेहरू पहिले नै चाहिँ कुनै पार्टीसँग आबद्ध भएर झोला बोकेर हिँडेका नै भेट्न सकिन्छ। उनीहरूको विगतको कुरा गरे भने पनि एउटा 35 वर्षमा केही गरे नि त्यो उता लागे भन्ने कुरा हुन्छ। उनीहरू फेरि चाहिँ भोलि राष्ट्रसभामा चाहिँ अवसर देखेन भने फेरि जाने भनेको चाहिँ उनीहरूको चाहिँ पुरानो घर भनेकै चाहिँ त्यही नै हो।